बर्थडे रहेको छ होइन। अन्त त्यो चाहिँ गुरु हजुरको बर्थडे हो र हामी चाहिँ अहिले कहाँ जाँदैछौँ? आज हामी है तपाईँको स्टेडियम छ केकेनमा, अब त्यो सिक्किमको अब नम्बर 1 हस्पिटल हो, गभर्मेन्ट हस्पिटल। त्यसमा आज हाम्रो ब्लड डोनेसन छ र लभिजम युथ विङबाट सुरु हुँदैछ हो। आज भव्य रूपमा हुनेछ, तपाईँहरूले सुरुदेखि अन्तसम्म हेर्नुहोस् के एक्टिभिटी हुनेछ है। हामी सबै तपाईँहरूलाई देखाउनेछौँ र हाम्रो टिममा चाहिँ आज हाम्रो सरस्वती मिस हुनुहुन्छ, उपासना मिस अनि सुस्मिता मिस हुनुहुन्छ। हजुरहरू एकदमै आजको दिनको लागि एक्साइटेड हुनुहुन्छ? आजको दिन किन स्पेसल रहेको छ? अन्त हामी सिम्पल केक काटेर सेलिब्रेसन नगरेर आज गुरु हजुरको बर्थडेको दिन केही न केही कसैको उद्धारको लागि चाहिँ राम्रो काम गर्न सकौँ भन्ने कुराले चाहिँ हामी गएका छौँ र हामी तपाईँहरूलाई अब उपरान्त आज के हुनेछ त्यो देखाउनेछौँ। र आज हामी मात्र नभएर चाहिँ अब विश्वभरि जति पनि गुरु हजुरको अनुयायीहरू हुनुहुन्छ अनि सबैजना आज केही न केही राम्रो काम गरौँ भनेर उहाँहरू लागि परिरहनु भएको छ र यही नै भन्न चाहन्छौँ। हामी चाहिँ एसटिएनएम पुगेकै छैनौँ होइन। अन्त यहाँ माथिबाट चाहिँ अब हाम्रो बहिनीलाई रिसिभ गर्नुपर्ने छ, अघि आएर पर्खिरहेको छ। हामी उहाँलाई पनि लगेर जानेछौँ है। अब उहाँ हामीलाई पर्खिरहेको छ होइन। उहाँ निराश भएर बस्नु भएको रहेछ। खोइ हामीलाई देखेर पनि हाँस्दिनुहुन्न है? हाँस्नु भयो है। आउनुहोस् है। हामी हस्पिटलको वे जाँदैछौँ। आजको त दिन पनि होइन धुम्म मजाको गरम छ वेदर, त्यसमा चाहिँ शीतल भइरहेको छ, एकदमै सुहाना मौसम भइरहेको छ। वेलकम टु सोचेगाङ मल्टी स्पेसलिटी हस्पिटल। हिँड्नुहोस् तपाईँहरू चाहिँ हाम्रो टोकन अफ लभ रेडी भएको छ होइन। बिचरा यहाँ चाहिँ के छ? एआम प्लान्टै रहेछ। अर्गनाइजिङ कमिटीहरू चाहिँ हेर्नुहोस् न, उहाँहरूको गन्थन सकेको छैन। चाहिँ यहाँनिर होइन सेटअप गरेर अब प्रिपरेसन्सहरू हुँदैछ टोकन अफ लभको लागि। हाम्रो यहाँ बहिनीहरू बिजी हुनुहुन्छ उहाँहरू। टर्न हो ब्लड दिने। अनि कस्तो लागिरहेछ हौ? उहाँ चाहिँ एकदम पानी पिएर होइन प्रिपेयर हुनु हुँदैछ। पानी पिउनु भन्नुभयो, एकछिन रेस्ट गर्नु भन्नुभयो, प्रेसर कि कुनै के हाई भयो अरे। अन्त ए तपाईँ एकदम नरिसाउनुहोस् ल एकछिनको लागि, तपाईँ हाँसेर बसिदिनुहोस्। तपाईँको त झन् ब्लड दियो भने ब्लड जसले पाउँछ नि उहाँ त पड्किन्छ होला है, बेसी नै प्रेसर हाई भएर। उहाँको ब्लड दिनु हुँदैन। हटाउनु भन्दै होला।
डिपार्टमेन्टमा पढ्नु भएको छ बहिनी पानीसँग लड्नुहुन्छ है डोनेसनलाई अर्गनाइज गर्नुभएका लभिजम युथ विङका प्रेसिडेन्ट सर दिवस सरज्यूलाई खदा अर्पण गरी आजका प्रमुख अतिथिज्यूहरू लगायत सम्पूर्ण अतिथिज्यूहरूलाई सुस्वागत जनाइदिने निवेदन गर्न चाहन्छ A gift of blood is a gift of life. जीवनमा हामीले धेरै गिफ्टहरू दिने गरिन्छ जस्तै आफ्नो साथीभाइहरूलाई आफ्नो एकदमै प्रियजनलाई आफ्नो लभड वान्सहरूलाई कसैले क्यासको रूपमा कसैले सामग्रीहरू किनेर तर त्यो सामग्रीहरू हुनसक्छ केही क्षणभरको लागि उहाँहरूलाई खुसी दिएला त्यो सामान नसकिन्जेलसम्म नफुटिन्जेलसम्म त्यो सामानको याद रहला तर जब रक्तदान एउटा ब्लडलाई डोनेट गरेर हामीले जान्छौँ भने कसैले जीवनमा आशा मारेको पीडाले सताएको कतै सहारा खोज्दा पनि नपाएकोहरूले गिफ्ट पाउने भएको कारणले गर्दा आज लभिजम युथ विङले आज त्यस्ता जो पीडितहरू जो पनि हुनुहुन्छ जसले एउटा ब्लड नपाउनुको कारणले गर्दा जीवन गुमाउनु परेको छ परिवारले आफ्नो सदस्य गुमाउनु परेको छ यस्तो वेदना नआइपरोस् भन्ने एउटा सोचाइले यो ब्लड डोनेसनलाई अगाडि सारेको छ र भन्नुपर्दा परम गुरु हजुरले जहिले हामीलाई भन्ने गर्नुहुन्छ मेरो जन्मदिनमा ब्लड हजुरहरूले बर्थडे केक लिएर सेलिब्रेसन होइन मलाई बर्थडे विशेषहरू नपठाउनुहोस् तर एउटा भए पनि असल काम गर्नुहोस् ताकि त्यो कामले कसैको मुहारमा मुस्कान ल्याउन सकोस् कसैको आँखाबाट आँसु घट्न सकोस् भन्ने चेष्टाले आज यो कामलाई अगाडि सारेका छौँ हामी दाहिने हातलाई देब्रे छातीमा राखी लभिजम एन्थम सुरु गर्न गइरहेका छौँ जो जति पनि बाहिर यता त्यता छरिरहनु भएको छ अब केही समय हामी लभिजम एन्थमलाई हामी गाउनेछौँ successful and then surprisingly sponsor successful and thank you for organizing such a beautiful event.